जय मसीह प्रिय दाजुभाइ दिदीबहिनीहरू, आज हामी यीशु ख्रीष्टको एउटा सानो तर शक्तिशाली वचनमाथि ध्यान गर्नेछौँ। मत्ती 7:7। यो पद हामीले धेरै पटक सुनेका छौँ र कण्ठ पनि छ, तर प्रश्न यो हो, के हामीले यसलाई जीवनमा अभ्यास गरेका छौँ? धेरै जसो विश्वासीहरू प्रार्थना गर्छन् तर उत्तर नआउँदा निराश हुन्छन् र भन्छन् सायद परमेश्वरले सुन्नु भएन। तर यीशु भन्नुहुन्छ, एक पटक माग होइन, एक दिन खोज होइन, एकचोटि ढडक्याउ होइन, लगातार माग खोज र ढडक्याउ भन्नुहुन्छ। माग खोज र ढडक्याउ विश्वासको सक्रिय हाम्रो यात्रा। यस विषयमा आज हामी हेर्नेछौँ। माग परमेश्वरको गहिरो अर्थ। माग भनेको के हो? माग्नु भनेको के हो त प्रिय मित्र? परमेश्वरलाई सम्झाउनु होइन, उहाँलाई दबाब दिनु होइन, तर आफ्नो निर्बलता स्वीकार गर्नु हो परमेश्वरमा। याकुब 4:2 भन्दछ, तिमीहरूले नपाएको कारण, तिमीहरूले नमागेको कारणले नै हो परमेश्वरको इच्छा अनुसार। एउटा सानो बच्चा, पैसा छैन, शक्ति छैन, तर उसँग सम्बन्ध छ, त्यसैले ऊ नडराइकन भन्छ, बाबा मलाई चाहियो लुगा, कपडा, खाना चाहियो भन्छन्। हामी परमेश्वरसँग किन डराउँछौँ? किन प्रार्थनामा चुप लाग्छौँ? माग्नु कमजोरी होइन प्रिय मित्र, विश्वास हो। यदि तपाईको घरमा खाली भाँडो छ तर तपाईँ पानी लिन जानुहुन्न, के भाँडो आफै भरिन्छ? कदापि भरिँदैन। त्यस्तै प्रार्थना नगरी आशिषको अपेक्षा गर्नु मूर्खता हो प्रिय मित्र। आज आफैलाई सोधौं, के म स्वास्थ्यको लागि माग्छु? के म आत्मिक बलको लागि माग्छु? के म परिवार सेवाकै भविष्यको लागि माग्छु? परमेश्वर भन्नुहुन्छ, तिमीले माग म दिनेछु। हालेलुया। अर्को छ खोज, प्रयास सहितको विश्वास। खोज्नु भनेको के हो? केवल प्रार्थना होइन, प्रार्थना पछि चालिने कदम हो खोज्नु भनेको। यिर्मया 29:13 भन्छ, तिमीहरूले मलाई सम्पूर्ण हृदयले खोज्दा पाउने छौ। आमेन। हैन, सुन जमिन माथि हुँदैन, हन्नु पर्छ, खोज्नु पर्छ, माटो फाल्नु पर्छ, ढुङ्गा फाल्नु पर्छ, पसिना बगाउनु पर्छ, मेहनत गर्नु पर्छ। धेरै मानिस भन्छन् परमेश्वरले दिनुहुन्छ भने आफै दिनुहुन्छ, तर परमेश्वर भन्नुहुन्छ खोज। कसैले भन्छ मलाई परमेश्वरको इच्छा थाहा छैन, तर बाइबल खोल्दैन, प्रार्थना गर्दैन, संगति गर्दैन, त्यसपछि कसरी पाउँछ? खोज नगरी भेटिँदैन प्रिय मित्र, खोज नगरी भेटिँदैन। यदि तपाईँ सेवकाई खोज्दै हुनुहुन्छ, सिक्नुहोस्। आत्मिक वृद्धि चाहनुहुन्छ, वचन खोज्नुहोस्। समस्या समाधान चाहनुहुन्छ, परमेश्वरको मार्ग खोज्नुहोस्। ढडक्याउनु अर्को छ शब्द, निरन्तर र नहार्ने विश्वास। ढडक्याउनु भनेको के हो त? हार नमान्नु हो, ढिला उत्तरमा पनि विश्वास राख्नु, चुप्त बस्नु। लुका 18:1 सधैँ प्रार्थना गर्नुपर्छ, हतोत्साहित हुनु हुँदैन भनेर त्यहाँ प्रभुले उदाहरण एक विधवाको दिनुभएको छ। विधवासँग शक्ति थिएन, पैसा थिएन, तर निरन्तर न्यायाधीश कहाँ गएर ढडकाइरह्यो। अन्तमा न्याय पाइन्। परमेश्वर ढिलो गर्नु हुन्छ तर अन्याय गर्नुहुन्न प्रिय मित्र। कहिले काहीँ ढोका बन्द देखिन्छ तर भित्रबाट तयारी हुँदैछ। यदि तपाईँ चाँडै छोड्नु भयो भने आशिष छुट्छ, त्यसकारण नछोड्नुहोस् प्रिय मित्र। सायद तपाईँ धेरै वर्षदेखि प्रार्थना गर्दै हुनुहुन्छ तर उत्तर देख्नु भएको छैन। परमेश्वर आज भन्नुहुन्छ, ढडक्याउ, नछोड प्रिय मित्र। 3 चरणको पुनर्अवलोकन गरौँ। माग नम्रतामा प्रार्थना, खोज आज्ञाकारिता र प्रयास, ढडक्याउ धैर्य र निरन्तरता लागिरहनु। यति नै। बिना विश्वास अधुरो छ। आज निर्णय गरौँ, म चुप बस्दिन, म खोज्छु, म खोज्न छोड्दिन, म ढडक्याउन थाक्दिन। किनभने माग्नेले पाउँछ, खोज्नेले भेटाउँछ, ढडक्याउनेको लागि ढोका खोलिन्छन्। आमेन। हालेलुया। आउनुहोस् तपाईँ र म सँगै प्रार्थना गरौँ। यी समयमा आँखा चिम गर्नुहोस्, आउनुहोस्, आफ्नो हृदय खोल्नुहोस् र पवित्र आत्मासँग भनौँ, हे स्वर्गीय पिता, हामीलाई माग्न सिकाउनुहोस्, खोज्न आँखा खोलिदिनुहोस्, ढडक्याउँदा हार नमान्ने विश्वास दिनुहोस्। यीशु ख्रीष्टको नाम, आमेन। प्रभुले तपाईँको जीवनमा आशिष दिनु भएको होस्। यदि यस सन्देश तपाईँलाई मन पर्यो भने लाइक गर्नुहोस् र शेयर गर्नुहोस्, ताकि अरू प्रभुका जनहरूको बिचमा पनि यो परमेश्वरको वचन पुग्न सकेको होस् र आशिष तपाईँ जस्तै हुन सकेको होस्। र कमेन्टमा लेख्नुहोस्, तपाईँले मागेका, खोजेका, ढडकाएको कुराहरूको उत्तर पाउनुभयो कि होइन, कि निरन्तरता तपाईँ लागि पर्नु भएको छ, कि थाक्नुभयो, तपाईँले लेख्नुहोस्। अनि थाक्नु भएको छ भने भन्नुहोस्, मसँगै हामी प्रार्थना गरौँ। प्रभुले तपाईँको जीवनमा आशिष दिनुभएको हस्त। धन्यवाद।